यो कुन ठाउँमा हो रे दाइ यो कफी यो खलिटार भन्छ तपाईँको यसलाई खलिटार धनकुटा जिल्ला पाखरीबास नगरपालिका पाखरीबास खोलिटार पाखरीबास 3 होला यो अनि यो चाहिँ लगाएको 3 वर्ष भयो होइन यो माघमा 3 वर्ष पुग्छ तपाईँको यो 3 वर्ष पुग्छ यतिको फलेको छ यतिको अब अलिअलि पाक्न थालेको छ आज चाहिँ अलिअलि पल्पिङ गरेर हेरौँ कस्तो हुने रहेछ भनेर तपाईँसँग सिक्नु पर्यो भनेर नि सिक्नलाई हामीले टिपिरहेछौँ तर अब पाक्न चाहिँ अलिक मजाले पाकिसकेको छैन पहिलो टिपाइ भएकोले गर्दाखेरि यतिको होइन यतिको चाहिँ हुनु पऱ्यो क्या दाना पाकेको यहाँ हेर्नु त यतिको यतिको भएपछि चाहिँ टिप्दा अब सिक्नु त्यही त आज हजुरलाई दुःख दिएको नि त्यही हो नि ठिक छ अनि पेल्नुपर्छ 3 वर्षको कफीको बोट छहारीमा चाहिँ रुद्राक्ष छ केरा छ अनि त्यस पछाडि एउटा दुईवटा उत्तिस पनि छ तपाईँको अनुभवमा चाहिँ के को राम्रो छहारी भयो दाइ मेरो लागि त तपाईँको सबभन्दा राम्रो त कोलाको भयो मल पनि हुने त्यसमा त्यो चिल्लो साल्लो त्यो केही पनि नहुँदो रहेछ क्या त्यो अब उत्तिसले पनि त्यो चिल्लो झर्दो रहेछ केही ढुसे जस्तो लाग्दो रहेछ हजुर यो कोला भएकोमा चाहिँ तपाईँको केही भएन के अनि यता केरा पनि छुट्टै बिक्री हुने भयो कोला त खानु र बेच्नु खानको लागि पनि भयो बेच्नको लागि पनि भयो होइन अहिलेसम्म तपाईँको यो जति मैले जति गरेको नि गोजीको हालेको छुइनँ है कोला बेच्दै यहीँ खर्च गर्दैछु कि कोलाको खर्चले गरिरहेको छु कोलाको खर्चले यो कफी बगैँचा धानिरहेछ अब आम्दानी कफीले नदिकन नदीसम्म चाहिँ यसै गर्नु पऱ्यो भनेको यो जस घुम्न लायक एउटा नमुना बगैँचाको रूपमा चाहिँ छ यो तपाईँको उहाँले कति मेहनत गर्नुभएको छ त यो मेहनत त हजुर यहाँ फेरि मान्छे यसो मान्छे लाग्यो भने अहिलेको जमानामा इमान्दारीले काम गर्दैन अब कि आफू कन्टिन्यूसँगै बस्नु पऱ्यो अनि यसो आफै खटेर बेसी जस्तो नयाँ छ फेरि टिप्न पनि अलि जान्दैनन् होइन आफै त जानेको छुइनँ हजुरलाई झारेको यहाँ आज बिचरा अनि आफूले यसो थोरै हुँदा नै सिकिराख्यो भने भोलि मान्छे अब लाउँदाखेरि टिप्दाखेरि मान्छे अरू जान्ने मान्छे लिएर चाहिँ परेन भनेर नि हजुरसँग सिकिराखौँ भनेर यो गरेको यो अर्कै खालको फेरि हेर्नु यो बोट अलिक ओल्गो जाँदो रहेछ यो चाहिँ यो पाक्नु पनि अलिक छिटो पाक्दो रहेछ हजुर यो छिटो पाक्ने अलिक पातलो फलेको रहेछ दाना अलिकति ठुलो हो कि जस्तो अनि गरेको यो अस्ति पनि लगेको यो छिटै अस्ति सुरुमा यतै सुरु गरेको यो टोटल कति बिरुवा छन् यहाँ रोप्नुभएको जम्मा त मैले तपाईँको 6000को छेउछाउ रोपेको त्यसमा अलिअलि त मऱ्यो तर त्यति चाहिँ हुनुपर्छ तपाईँको सबै सिटपुछार माथि 5000 जति चाहिँ छ है छ त्यति त छ तपाईँको 5000 जति बिरुवा छ त्यति चाहिँ छ पक्का नै तपाईँको किनभने कोही मरे पनि फेरि तर त्यसमा थपेको छु कि त थपेको हुर्की गएको छैन 5000 भनेपछि लगभग 50 रोपनी जतिमा यहाँ अहिले रोप्नु भएको छ त्यति चाहिँ छ तपाईँको अब यो राम्रो हुँदै गयो भने यो तल भाग जति जग्गा सबै लाउनु पऱ्यो भन्दैछु जस राम्रै हुने रहेछ दाम पनि अहिलेको बजार राम्रै छ जस्तो छ है अहिलेसम्म त ठिकै छ तर यहाँ आम्दानी अब पुरा दिइसकेको छैन र अब के हो कसो हो यसो भन्नु सकिएन कि तर पनि बोट हेरेर जाँगर चाहिँ अलिक आउनु थाल्यो कि हजुर हो अब भएपछि बोट राम्रो भइदिएपछि यसो फेरि बोट हुर्केको फल पनि अब राम्रै उसको सुहाउँद दिएको छ अब यो त भर्खर 3 वर्ष हो 3 वर्षमा फल्न सुरु गर्ने हो होइन
अब त अर्को वर्षदेखि त यसले त पूर्ण रूपमा फल्न थाल्छ नि त। दिन्छ यो चाहिँ मलाई पक्का विश्वास भयो तपाईँको। तपाईँको एक दाना दुई दाना टिपेकोमा अहिले हेर्नु नि यति भयो। केही नभने एउटा बोटबाट 3-4 केजी त फल्छ। दाना छालासँगको त्यति चाहिँ आउँछ होला भन्ने सोच चाहिँ गरेको यसले लक्षण चाहिँ त्यस्तो देखायो क्या तपाईँको।